Hello everyone, welcome back to another video. So today we are going to make paneer paratha for the first time. यो भन्दा अगाडि चाहिँ हामीले यो डिश ट्राई गरेको थिएन. सो लेट्स गेट स्टार्ट द भिडियो. आजको यो डिश चाहिँ म र दादा मिलेर बनाउँदै छौं. सो फर्स्ट अफ अल हामी चाहिँ पनिरलाई क्रस गर्छौं. हामीसँग चाहिँ थोरै फाटेको दुध पनि थियो. सो मैले चाहिँ यसको पानी निकालेर साइडमा राख्थे. अहिले यो पानी चाहिँ म केमा एड गर्छु भनेर तपाईहरुलाई म देखाउने नै छु. फाटेको दुध कम्पल्सरी त छैन, बट मसँग चाहिँ भएर मैले यसमा युज गरेको हो. ओके, अब चाहिँ हाम्रो पनिर पनि क्रस भइसकेको छ अनि अघि मैले फाटेको दुधबाट निकालेको पनिर पनि यसैमा एड गरिदिएको छु. अब नेक्स्ट पालो भनेको चाहिँ पिठो मुस्ने हो हैन. पिठोमा चाहिँ हामी थोरै नुन र थोरै ज्वानो हाल्दिन्छौँ. आफ्टर देन अघि नै मैले फाटेको दुधबाट निकालेको पानी चाहिँ हो यही पिठो मुस्नमा चाहिँ मैले युज गरेँ. यस्तो गर्दा चाहिँ हाम्रो फाटेको दुधको केही पनि वेस्ट भएन क्या, दुइटै युटिलाइज भयो. हाम्रो चाहिँ अब पिठो पनि रेडी भइसक्यो. अब चाहिँ हामी पनिरको लागि प्याजहरू त्यसमा के एड हुन्छ त्यो चाहिँ अब हामी रेडी गर्छौँ. हामी चाहिँ अब प्याज र खोर्सानी काट्दैछौँ. प्याजले त एकदमै रुवायो नि गाइस हामीलाई त. प्याज र खोर्सानी चाहिँ एकदम मसिनो पारेर काट्नुपर्छ, नत्र अब त्यो पराठा बेल्दाखेरि चाहिँ त्यो फुट्न सक्छ क्या. हामीले चाहिँ पराठालाई एक्स्ट्रा टेस्टी बनाउनको लागि जिरा र ज्वानो भुटेर पिसेर त्यसमा हालेको छौँ हैन. अनि हाम्रो जिरा भुट्ने तरिका चाहिँ अलिक क्याजुअल छ है गाइस, हैन त. अनि तरिका कस्तो लाग्यो त कमेन्ट गर्नु होला हैन. पनिरमा हाल्नको लागि हाम्रो चाहिँ सबै थोक रेडी भइसकेको छ. अब सबै एक एक गर्दै हाल्छौँ हामी. आफ्नो स्वाद अनुसार नुन, थोरै हल्दी, जिरा र ज्वानोको धुलो पनि हाल्यौँ. प्लस हामीले चाहिँ धनियाको पत्ता पनि हालेको छौँ. त्यसपछि मजाले यसलाई मिसाउने. ल अब यति गरिसकेपछि हाम्रो सबै थोक रेडी भइसक्यो. अब चाहिँ हामी पराठा बेल्ने, पकाउने अनि खाने. आजको मेरो पराठाको सेप चाहिँ रेक्टेङ्गल छ हैन. अनि अरू बेला चाहिँ म गोले बनाउँछु, बट आज चाहिँ मलाई रेक्टेङ्गल सेपको बनाउन मन लागेर मैले बनाएको हो. तपाईहरुलाई चाहिँ कस्तो मनपर्छ तपाईहरु बनाउन सक्नुहुन्छ. ओके गाइस, अब हाम्रो पराठा चाहिँ रेडी भइसकेको छ. हेर्न सक्नुहुन्छ कस्तो वाउ देखिरहेछ हैन. खाँदा पनि एकदमै वाउ थियो, डिलिसियस. सो तपाईहरु पनि ट्राई गर्न सक्नुहुन्छ. कस्तो लाग्यो भिडियो कमेन्टमा भन्नु होला. सो भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला. ओके, दिस मच फर टुडे. सी यु इन द नेक्स्ट भिडियो. बाइ बाइ.